त्यही हो कि हामी सकुशल घर पुगौँ होइन त्यति नै हो क्या मलाई चाहिँ किनभने एकदम अँध्यारो छ गाडी ढकाल्ने भनेछन् गाडी ढकालेर भए पनि भयो हुन्थ्यो यार गाइजहरू लास्ट डर लाग्दो ठाउँ छ अनि लास्ट डर लागिरहेको छ मलाई चाहिँ है अब हुन त हाम्रो दाइ दिदीहरू सबैजना हुनुहुन्छ मैसँग होइन किनकि अब त्यही पनि अलिकति हुन्छ नि किनकि अब नेटवर्क पनि छैन होइन केही नेटवर्कै चलेको छैन अनि एउटा दिदी त रुनु भएको थियो वहाँ पर कहाँ पुग्नु भइसक्यो त्यो दिदी चाहिँ अब के हुने हुने अब दिदी चाहिँ मस्त गाडीभित्रै हुनुहुन्छ डिआरसिआर पार्क सघाउँछ म त गाडीभित्र बस्छु भनेर हामी चाहिँ अब बाहिर निस्केका छौँ के गर्नु यस्तै छ हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो हामी आज हिँड्दैछौँ दुबईको लभ लेकतिर मसँग चाहिँ म्याट्रेस मसँग हुनुहुन्छ शिव अधिकारी राजेश भण्डारी सो अब हामी जाँदैछौँ गाडीको तर्फ सो हामी हिँडिसकेका छौँ गाडीको तर्फ होइन अँध्यारो अँध्यारो हुन लागिसकेको छ तर पनि आज हामी बार्बिक्यू गर्ने होइन रमाइलो गर्ने भनेर हिँडिरहेका छौँ के हुन्छ लभ लेक कस्तो छ मेरो फर्स्ट टाइम हो उहाँहरू चाहिँ गइसक्नु भएको छ दाइ चाहिँ शिवको पनि फर द फर्स्ट टाइम हो म हजुरलाई देखाइ नै रहन्छु होइन स्टे ट्युन हेर्नु होला म सँगसँगै लभ लेक कस्तो हुन्छ भनेर सो हाम्रो अरू साथीहरू पनि हुनुहुन्छ साथीहरू चाहिँ अलरेडी गाडीमा हतार गरेर गइसक्नु भएको छ अनि हामीलाई चाहिँ गाडी गर्दै हुनुहुन्छ छिटो आएनन् भनेर सो म लिएर जाँदैछु हेर सबैजनालाई म वहीँ गइसकेपछि चाहिँ हजुरलाई बाँकी भिडियो देखाउँछु हामी छौँ गाडीको पर्खाइमा हामी बस्दैछौँ यहाँनिर दाइ हुनुहुन्छ रेडी अवस्थामा यो बिरयानी बोकेर हाम्रो एउटा दिदी हुनुहुन्छ शिवुले चाहिँ सामानहरू राख्दै दाइ यो सामानहरू राख्नु पऱ्यो यसमा चर्चो लाएर होइन अब बियर सियरहरू हामीले किन्नै बाँकी छ पानीहरू रहेछ यहाँनिर सबै दिदी कति बेला आउने रे ल तर पानी पर्छ जस्तो लागेको छ वेदर हेर्दा त मलाई खै पर्छ कि पर्दैन थाहा छैन है गाइस पानी परे पनि राम्रै हुन्थ्यो हामीहरू पानी परे पनि ठिकै हुन्थ्यो हुन त रमाइलै हुन्छ पानी पर्दा पनि सो शिवु मैले चाहिँ जानेर बुझेर रातभरि हामी वहीँ बस्ने भोलि बिहान आउने हो होइन सो यो अलिकति लामोवाला टी सर्ट लाएर हिँडेको छु यिनीहरू चाहिँ अब यस्तो भएर हिँडेको छन् मेरो बेबीलाई चाहिँ मैले टक्क लाएर ज्याकेट लिएर हिँड्नु भनेको छु हामी रेडी छौँ एकजना बहिनी पनि हामीसँग जाने भन्नुभएको थियो उहाँको नाम चाहिँ सविता हो तर स्टिल आउनु भएको छैन अझै हामीलाई सामानहरू किन्नु बाँकी छ अब हामी सामानहरू किन्दै पनि गर्छौँ बियरहरू किन्न बाँकी छ अनि त्यसपछि हामीसँग अब मैले चाहिँ खाँदिनँ त्यस्तो बियरहरू मैले चाहिँ ड्रिङ्क्सहरू खान्छु सो भन्नाले कोकहरू यस्तो टाइपको खान्छु अनि त्यही भएर कोकहरू किन्दैछौँ दाइहरूले भन्नुभएको छ कि कोक किन्दैनौ आज मेन्युमा छैन भनेर अब हेरौँ के हुन्छ भनेर कता हो ओइ रुक न म जान्छु के खै यिनीहरू कता जाँदैछन् यिनीहरू सँगसँगै जान्छु है त म शिवु ओए शिवु कोही के किन्न गयो गाइस म पनि जान्छु यिनीहरू सँगसँगै भनेको गाडीहरू आइरहेको छ यहाँनिर जाँदैछु म हेरौँ के हुन्छ भनेर अब म यहाँ दौडेर कारहरू आइसकेको छ ला यसो त गर्न नहुने हो तर म गरेँ यो छ भिभा सो भिभामा चाहिँ नर्मली सबै सामानहरू पाइन्छ तर नेपाली अलिकति कमै पाइन्छ सो भिभामा जाँदैछु है म चाहिँ कताबाट हो यताबाट जानु पाइन्छ नि यस्तो छ है भिभामा चाहिँ साथीहरू ए ओरेन्ज हो ओरेन्ज किन्न आएको रे अरू के किन्न आएको चिप्सहरू अलिकति स्पाइसी टाइपको किन्नुपर्छ क्या चिप्सहरू कता हुनुहुन्छ दाइलाई लिन जाऊँ है दाइलाई हेर्न जाऊँ कता हुनुहुन्छ हाम्रो दाइ ए दाइ यता हुनुहुन्छ चिप्सहरू हेर्दै हुनुहुन्छ है गाइजहरू अलिक पिरो मिठो चिप्स हेर्नु ल दाइ सविता दिदी नआउने रे ए कामबाट हो बिचरा कामबाट आएर लुगा चेन्ज गरेर मलाई हतार गरेर हेर्न म के मेकअप के जात गरेको छैन किनकि डेजर्टहरू जस्तो छ अरे अनि त्यसपछि त्यही भन्नुभएको छ अब के हुन्छ हेरौँ है यहाँ एउटा 5 स्टार भन्ने चक्लेट हुन्थ्यो कि भयो भने किनाइहाल्छु भनेको रहेन छ साथीहरू खोज्दैछु यहाँ यो दाइ भएको बेलामा चाहिँ किनिहाल्नुपर्छ क्या अरू भएको बेलामा किन्दिनन् हेर्नु साथीहरू होइन दाइ भएको बेलामा किन भनेको खै चक्लेटै छैन भने
यहाँ फेरि भनेको कस्तो चक्लेट पाइन कि यस्तो छ कि यहाँनिर सबै चिजहरू छ 3टा लिनुभयो त चक्लेटको सेक्सन कहाँ छ र केही भेटेन म त गाइस दाइमा अझै के दाइ त्यो लास्टै ऊ हुन्छ अर्को वाला कस्तो नमिठो टाइपको हुन्छ क्या साँच्चै भन बरु उयो लिगौँ न ऊ यस्तो टाइपको एउटा त्यस्तो नलिगौँ के यही लिगौँ रुक्नु हेरौँ चक्लेट एउटा किन्दैन भनेको चक्लेटै छैन भनेको चक्लेटको सेक्सन छैन र शिव प्लिज मेरोलाई माया गर्छ नि एउटा चक्लेटको सेक्सन खोजिदेऊ न म त दाइलाई भेट्दै भेटिनँ एउटा खान्छु भनेको खै 5 स्टार हो के यो फेरि खाइहाल्छन् त्यहाँ यति गर्छ 2टा लिगिहालौँ दिदा दिदा देऊ न भनेर गाडीमा अहिले फेरि ब्यागमा लिएर जानै पर्छ गाडीमा ब्यागमा लिएर जानै पर्छ ए कोकहरू लगेन है एउटा 4 है यसलाई कति हो के भन्नुहुन्छ त्यो भन्नु के तपाईले के भन्नु 200 जाने भने 1000 भइछ के भन्नु त्यो नि हो बिल चाहिँ हाम्रो दाइले नै पे गर्नुहुन्छ जता पनि सेल्फ हो के दाइ यो हातमै छोपौँ है Thank you. We are done with our shopping. Still we have things to buy. So the buy मैले भन्दै थिएँ नि गाइस यहाँ मैले किन्नु पर्यो एउटा एउटा भन्ने मान्छे अनेक भेटिङ त भनेको नभन्दै आफ्नै बुढा भेटेपछि के गर्नु खाना खानु मिठो हुन्छ के दिदीलाई देऊ न यो फेरि पार्किङहरू यति धेरै छ कि उस्तै पर्यो नि आफ्नै गाडी मैले भेटाउन सक्दिनँ के गाइजहरू मेरै गाडी हो त्यो चाहिँ होइन म अहिले अब चलाउन राखेको छु मान्छेहरू राखेको छ मेरो मान्छे चकलेट ल्याएको चाहिँ पकेट मार्नुहुन्छ जस्तो लागिरहेको मलाई दिदीले हाम्रो सविता दिदी भन्ने चाहिँ आइसक्नु भएछ दिदी हुनुहुन्छ कि बहिनी हुन्छ फेरि रिसाउन सक्नुहुन्छ हामी चाहिँ जान्छौँ होइन अब त्यसपछि गएपछि मैले तपाईँलाई बाटोहरूमा अलिअलि त्यो चिजहरू देखाइदिइरहेको छु होइन अब चाहिँ एकदमै राति हुन लागिसकेको छ क्वालिटी नराम्रो आउनु सक्ला त्यही पनि मैले लाइट बालेर देखाइदिन्छु सो अब हामी गाडीमा बस्छौँ गाडीमा बसेर जान्छौँ बिचमा सामान लिनुपर्ने छ म हजुरलाई अपडेटहरू गरिराख्छु होइन लभलेक मेरो फर्स्ट टाइम हो के हुन्छ कस्तो हुन्छ आई विल अपडेट यु गाइज आई होप यो भिडियोजहरू पनि राम्रोसँग रेकर्ड भएको छ होला फाइनली हामी हिँडिसकेका छौँ यति रमाइलो भएको छ हामी चाहिँ 2 जना शिबु यस्तो छ होइन ताल हामी चाहिँ किन बसेको भनी 5 मा गर्छु होइन ताल हेरौँ न फेरि ताल ब्ल्याङ्केट सहित होइन पछाडि यस्तो छ यति धेरै खानेकुरा अब खाँदै खाँदै जाने हो कस्तो लागिरहेको छ म चाहिँ हजुरलाई अब अपडेट गराइरहेको छु होइन के कस्तो छ भने लास्ट रमाइलो भएको छ अहिलेबाट नै लास्ट ट्राफिक होइन कति ट्राफिक छ के भन्नु गाइज म तपाईँहरूको बिच बाटोमा सामान किन्ने बेलामा अपडेट गर्छु ल अहिलेको लागि चाहिँ म राख्छु किनभने अब यस्तै छ जाँदा जाँदै टाइम लाग्छ के तपाईँहरूलाई बोर गराउनु
यस्तो ठाउँमा आइसक्यौँ कि होइन, वरपर केही पनि छैन कि, दूर दूर तक हामी एकदम भित्र आइसक्यौँ। काइन्ड अफ जङ्गलको बाटो आएको क्या हामी। हिँडौँ भने पनि यस्तो छ कि हिँड्नै मिल्दैन। अब के हुन्छ भन्ने कुरा थाहा छैन। अब हामीले यो गाडी जान्छ कि बारबिक्यू गर्छौँ कि गर्दैनौँ कि है। अब सबैजनाले भोलिको लागि बिदा मागेर आएको थियौँ, कराइवरी चिचाइवरी बारबिक्यू गर्ने भनेको होला जस्तो लागेन गाइस। मेरो प्यान्ट यस्तो छ क्या, यो मैले जुत्ता लाएको भए के हुन्थ्यो होला कि हालत मेरो। त्यही हो कि हामी सकुशल घर पुगौँ होइन, त्यति नै हो क्या मलाई चाहिँ। किनभने एकदम अँध्यारो छ, गाडी धगाल्ने भनेछन्, गाडी धगालेर भए पनि भयो हुन्थ्यो यार गाइजहरू। लास्ट डर लाग्दो ठाउँ छ, अनि लास्ट डर लागिरहेको छ मलाई चाहिँ है। अब हुन त हाम्रो दाइ दिदीहरू सबैजना हुनुहुन्छ मैसँग होइन, किनकि अब त्यही पनि अलिकति हुन्छ नि, किनकि अब नेटवर्क पनि छैन होइन, केही नेटवर्कै चलेको छैन। अनि एउटा दिदी त रुनु भएको थियो, वहाँ पर कहाँ पुग्नु भइसक्यो त्यो दिदी चाहिँ। अब के हुने हुने, अब दिदी चाहिँ मस्त गाडीभित्रै हुनुहुन्छ, डिआरसिआर पार्कसँग आउँछ, म त गाडीभित्र बस्छु भनेर। हामी चाहिँ अब बाहिर निस्केका छौँ, के गर्नु यस्तै छ। कस्तो लागिरहेको गाडीको यो अवस्था देखेर दिदी? खुसी? अब अहिले झनै हामीले यस्तो दुःख गरेर ठुलो गाडी ल्याएको है, यस्तो भयो क्या, यो यस्तो भयो होइन, अगाडिको यस्तो भयो क्या गाइजी, यस्तो भइसक्यो। फाइनली दिदी निस्किसक्नु भएको छ, गाडीलाई धकाल्ने निस्क्यो यार, भगवान प्लिज निस्क्यो निस्क्यो। ओ सही धुलो उड्यो यार, सही धुलो उड्यो, निस्क्यो फाइनली। खत्रै ठाउँमा फँसा रहेछ क्या, यस्तो ठाउँमा फँसा रहेछ यो त गाइज, यस्तो दोस्त। अरू गाडी उतापट्टि थियो क्या दिदी, हामी रङ वे आयौँ कि के भयो क्या, यस्तै केही देखेको पनि छैन के थाहा। हामी अब रङ वे पनि आउन सकेको हुन्छौँ। दिदी चाहिँ रमाइलो मान्नु भएको छ, ऊ यस्तो नाच्दै हुनुहुन्छ, गाडी बिग्रेको छ। बुढाको सपोर्ट गर्न आइसक्नु भयो क्या गाइज। उहाँको फागुनतिर बिहे छ, आउनु होला सबैजना भोज खान। गिफ्ट नल्याउनु ल, नगद पैसा ल्याउनु। त्यस्तो हुँदैन होइन गाइज, उहाँहरूको भोजमा चाहिँ सबैजना भोज भन्छ कि पार्टी भन्छ के भन्छ, सबैजना जानु होला होइन। अब हाम्रो दाइहरूले हामीलाई प्रोटेक्ट गर्नको लागि भित्र बस भन्नुभयो। अब मेरो वाह सिबु सिबु, यस्तो यो गाडी पनि हिँड्न सकिरहेन क्या, यहाँबाट हामीले यसरी लिएर आएको यहाँसम्म। होइन यार दाइ सिबु बाहिर हुन्छ, म नि बाहिर हो कि, गयो भने सँगै जाने हो कि। फाइनली आई गेस गयो हुन्थ्यो, यस्तो धुलो भइसक्यो यहाँ, मान्छेहरू यस्तो भइसक्यो, अर्को भागेर उता गइसके। खै गाइजहरू निस्के हुन्थ्यो यार। फाइनली गाइज गाडी निस्किसकेको छ होइन। थ्याङ्क गड हेल्पलाइनहरू उताबाट हिँडिरहेका थिए होइन, अनि हामीले हर्न बजायौँ, अनि यस्तो छ हालत। हर्न बजाइसकेपछि उनीहरू आए के, अनि उनीहरूले डोरी सोरी बाँधेर के गरेर निस्काइसके। एकदम खुसी लागिरहेको छ मलाई चाहिँ होइन। यसरी गर्नु परेको थियो कि यो डोरीले होइन, डोरीले यसरी निकाल्नु परेको थियो। फाइनली थ्याङ्क्स टु गड हाम्रो गाडी निस्किसकेको छ। आइ एम सो ह्याप्पी भने नि गाइज होइन। यो टायरको यस्तोमा आउँदाखेरि तपाईँहरूले हावा निकालेर आउनुपर्ने रहेछ कि। अलि गाडी निकालिसक्यो, अनि त्यसपछि अहिले यहाँ फेरि टायरबाट चाहिँ हावा निकालेको थिएँ। आई थिङ्क 11-12 कतिमा पुऱ्याएँ, अनि त्यसपछि अब गाडीमा हावा भर्ने भनेर यहाँनिर हामी आइसकेका छौँ। अब फाइनली हामी लभ लेक पुग्छौँ। थ्याङ्क गड हामी निस्किसक्यौँ। लास्टै थियो त्यो बाटो चाहिँ। हजुरहरू चाहिँ अलि सतर्क भएर अनि बल्ल निस्किनु होला भन्न चाहन्छु मैले चाहिँ होइन। यहाँ देख्न सक्नुहुन्छ बाहिर यस्तो छ होइन, यस्तो छ। यहाँनिर आइसकेको छौँ। सो स्टिल मैले हजुरलाई देखाइरहेको छु। हजुर मैसँगै हिँड्नु होला लभ लेक हेर्नको लागि। जसो तसो हामी पुगिने नै छौँ जस्तो लागिरहेछ। गाइस फाइनली हामी आइसकेको छौँ लभ लेक। उहाँले बोक्दै हुनुहुन्छ म्याट्रेस, उतातिर दाउराहरू बोक्दै हुनुहुन्छ। उहाँलाई चाहिँ एकजना देखाउनु मिलिरहेको छैन, त्यही भएर होइन। उहाँको प्राइभेसी भन्ने चिज पनि हुन्छ। यस्तो रहेछ यो
यस्तो दामी रहेछ यहाँनिर आउनु होला सबैजना होइन घुम्नको लागि हेर्नको लागि सो यस्तो छ वाउ गाइज वाउ दिस इज टु गुड यो काठको वाला रहेछ क्या वेलकम चाहिँ काठको वाला रहेछ गाइज होइन यस्तो खालको दिदी कस्तो फिल लागिरहेछ यति भन्नु न मलाई त कस्तो क्या त्यो एकदम यस्तो नेपालको त्यो भाइब्स दिइरहेको क्या गाइज मलाई यस्तो डर लाग्ने जस्तो बाटो छ यहाँनिर चाहिँ होइन पुरै जङ्गल जस्तो रहेछ म चाहिँ आफूलाई ओढ्ने ब्ल्याङ्केट लिएर हिँडिरहेको छु एन्ड देन अनि यहाँनिर लेकै लेखेको छ म यो फ्ल्यास लाइटले मैले आँखाले पनि राम्रोसँग देखिरहेको छैन भने एकदम गाह्रो भयो क्या उनीहरूलाई चाहिँ अब के गर्नु त्यो मोबाइल बन्द गरेर एउटा भाइको झुन्डाउँछ तिमी त्यो दौरा यस्तो भनिराख्नु भएको छ तर म चाहिँ अब के गर्नु ब्लगर भइहालेँ हेल्प बनाउनु सकिरहेन अब यस्तै छ गाइस तर हामी कहाँ जाँदैछौँ थाहा नै छैन म त बाटो यहाँ अलाउड रहेन छ अब हामी कहाँ जाने भनेर खोजिरहेको छौँ राति पनि एकदम परिसक्यो गाइस अब सबै यहाँनिर छ सामानहरू के म्याट्रेस छ हामीसँग छ त हेर्न कस्तो राम्रो लेखेको भनेन तिमी त्यो फ्ल्यास लाइट बन्द गर है म लेख्दैछु यहाँ चाहिँ लेखिँदो रहेछ म लेख्दैछु है देखियो त राम्रोसँग लेखे होइन होला देखा देखियो त लाइट अफ गर ओ माय गॉड हल्का तर के लेखेको यो लभ यु लेखेको के देख्यो SHIBUS मजाले लेख्यो भने के दिदी तपाईँ लेख्ने हामी सबैजनाले बिरयानी खाइसक्यौँ होइन बिरयानी खाइसकेपछि उहाँ खाँदै हुन्छ कोक अनि त्यसपछि यहाँ हुँदैछ हाम्रो दाइले गर्दै हुनुहुन्छ यहाँनिर चाहिँ भन्यो भने आएको छ सो म अहिले चाहिँ केही देखाउन सक्दिनँ होइन किनभने म पनि अब खानु रमाइलो गर्नु पर्यो त्यही भएर म भोलि देखाउँछु है त ओके बाई बाई यहाँनिर हामी चाहिँ टक्कर रातिको 2-3 बजेको छ म चाहिँ एकदम डराइरहेको छु यहाँनिर यस्तो छ ताल दिदीहरू चाहिँ जाम भनेर हे भगवान् यता पुरै पानीमा डराएर बसेको थिए पनि पानीमा म लास्ट डर लाग्छ कि यहाँ अब चिप्लो हटा यहाँनिर पनि उता नजोसिबु उता त गए ल राम्रै रहेछ बाटो रहेछ गाइस होइन डर त लागिरहेको थियो तर ठिकै रहेछ फेरि यहाँ पुरै जताततै केही जात छैन क्या यस्तो यहाँ हेर्नु यस्तो अनकन्टा टाइपको छ यिनीहरूले लिएर आए हात गाइस यस्तो छ त्यहाँ बिचमा झमझम त्यो फाउन्टेन जस्तो आएको छ यस्तोमा बस्दैन पानीसँग मलाई लास्ट डर लाग्छ हालेर न यहाँ दिदीको बिच बाटोमा आएर ए प्रभु वहाँनिर छ मुन कस्तो राम्रो यहाँनिर छौँ हामी 2 जना हो र यार यो पानी तातो रहेछ बस्दैन यार लास्ट चिसो छ दिदी तताउने त हो कि तर पनि चिसो चिसो भयो कि दाइ अरे दिदी आउनु पछाडि नि आवाज दिँदै गर्नु ल कहाँ छौँ हामी यहाँ रात कस्तो रिङ आउँदो रहेछ क्यामेरामा र यता हेर्दा छ चप्पलहरू चाहिँ पर्फेक्ट गरेछ मेरो लभ लेकमा आउँदाखेरि कत्रो राम्रो देखेको तपाईँको त हेर्न नेल्स टाटे भयो भने शिवको पनि राम्रो देखियो सो गुड मर्निङ गाइज एभ्रीवान फाइनली हाम्रो चाहिँ गुड मर्निङ भइसकेको छ यो लभ लेकमा होइन उहाँ चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ ब्रदरहरू हुनुहुन्छ उहाँ एकजना लम्पसार परेर सुत्नु भएको छ गाइजन यहाँको भ्यू यस्तो रमाइलो छ चाहिँ लभ लेक रहेछ उनीहरू चाहिँ उहाँ पर बसेका छन्
यहाँनिर चाहिँ यस्तो तालहरू रहेछ रमाइलो भएको छ गाइस त्यही हो सो गाइस यहाँ चाहिँ माछाहरू रहेछन् दिदीहरूले चाहिँ त्यो फिस के हुन्छ नि थेरापी गर्छु भन्नुभएको छ तर यत्रो भोटी माछाहरू छन् होइन यहाँनिर कस्तो मजाले डाइभ गरिरहेछ कि त्यहाँनिर ओरेन्ज कलरको रहेछ यतातिर चाहिँ यस्तो यस्तो कलरको रहेछन् एउटा आएको छैन ल खुट्टानिर चाहिँ यहाँनिर चाहिँ म्याउ बिरालो कस्तो राम्रो देखेको यो झार चाहिँ हौ लास्टै राम्रो देखेको छ यो झार हाई बिरालो जब चाहिँ जानुपर्छ लास्टै ढिला पनि भइसक्यो ढिला हुँदा दिक्क लागिसक्यो भनेको आज त एडभेन्चर मात्रै भइसकेको छ हाम्रो लाइफमा सबै सुतिरहेका छन् अब चाहिँ जाम हौ हुँदैन र हदै यहाँनिर फोटो खिचाउने बाँकी रहेछ यहाँनिर त फोटो खिचाउने बाँकी रहेछ त लभ लेक टक्क लाएर यहाँनिर टक्क लाएर लभ लेक भनेर रहेछ गाइज होइन त्यही हो अब हामी फोटो खिच्ने हामी फाइनली आफ्नो झोला झाम्टी बोकेर फेरि गन्तव्यतिर जाँदैछौँ होइन यस्तो छ हालत अब गएर नुहाउने हो कि डाइरेक्ट सुत्ने हो भन्ने कुरा छ सुत्नु पर्ला यस्तो छ यहाँनिर चाहिँ होइन यो लोकेसन एकदमै राम्रो रहेछ क्या यो नेपालको भाइब्स आउनेवाला उहाँ चाहिँ एकदमै रमाइलो लाग्यो दिदी तपाईँलाई कस्तो लाग्यो भन्नु न रमाइलो लाग्यो एडभेन्चर भयो होइन जोस् अब मलाई चाहिँ अहिले दिदीलाई देखेर नि फर द फर्स्ट टाइम दिदीलाई देखेर पनि एउटा कुरामा प्राउड फिल भयो बोल्नु हुँदो रहेछ भनेर खुसी पनि लाग्यो जोस् सवितालाई पनि खुसी लाग्यो मलाई चाहिँ केटीहरू चाहिँ हिम्मतिला रहेछन् है केटीहरूलाई चाहिँ मान्नुपर्छ ल है केटीहरू चाहिँ लास्ट हिम्मतिलो यस्तै हुनुपर्छ सबैजना ए उहाँ त चरा रहेछ गाइस चरा यस्तो रहेछ यहाँनिर लभले अब घर जान्छु होला होइन आजको भ्लग चाहिँ मैले यही इन्ड गर्छु उहाँ देख्न सक्नुहुन्छ मजाको सनसेट जस्तो भइरहेको छ सरी सनराइज भइरहेको छ आइम सो सरी एक्सट्रिमली सरी के बोल्छु यस्तो छ ताल शिवु हल्का वासरुम जान्छु यसो त So guys, finally we are heading towards our room. So it was really a great moment for me. त्यही भन्न चाहन्छु म चाहिँ होइन यहाँ हेर्न सक्नुहुन्छ ब्याकग्राउन्ड मेरो हस्बेन्ड एकदमै यस्तो ग्रसित हुनुहुन्छ दाइहरू त्यहाँ हुनुहुन्छ होइन So guys, मैले चाहिँ I think यो vlog यही एन्ड गर्छु. Thank you so much for watching my